सो हेलो एन्ड नमस्ते साथीहरू। आज फेरि अर्को मुकबाङ भिडियो ल्याएर म उपस्थित भइसकेको छु। सो आजको भिडियोमा चाहिँ हाम्रो करेन्ट र कोक छ होइन। यो चाहिँ अलि बदाम भयो, यसमा राख्दाखेरि चाहिँ अलि मिठो हुन्छ। कोक खोलौँ सुरुमा। यत्रो खान सकिन्छ कि छैन त्यो थाहा छैन है। फेरि एकदम तातो छ। सुरुमा दाँतमा हड्डी हो क्या, दाँतको उसमा ऊपर है। कोक चाहिँ मिठो। सो गाइस, यस्तै नयाँ नयाँ भिडियो अझै अब नेक्स्ट टाइम आउँदाखेरि म चाहिँ अर्को एउटा गेस्ट बोलाउँदैछु। त्यो गेस्टको अहिले चाहिँ भन्दिनँ, स्पेसल गेस्ट चाहिँ बोलाउँछु नेक्स्ट भिडियोमा चाहिँ। त्यो भिडियोमा चाहिँ एकदमै धेरै आइटमहरू ल्याउँछु। अब एक्लै भयो भने आइटमहरू धेरै ल्यायो भने खान सकिँदैन। सो त्यही भएर थोरै छ, थोरै यहाँ देखियो होला टेबलमा, त्यही पनि केही छैन। इनिसियल लेभलमा यस्तै हो, पछि बिस्तारै हुँदै गएपछि पहिला सुरुमा करेन्ट खाँदाखेरि चाहिँ यो एउटा पुरै खानै सकिन्न थियो क्या। पहिला म चाहिँ खान सकिन्न थियो भन्दा म चाहिँ खान सक्दिनँ थिएँ, आफै लाग्थ्यो। अहिले त किन हो धेरै बानी भएर होला, अहिले खान चाहिँ सकिन्छ। अहिले चाहिँ बदाम चाहिँ बिच बिचमा लाग्दो रहेछ। नाकबाट यसको आयो क्या, तर मिठो चाहिँ बबाल मिठो भयो क्या। ए च्यानल चाहिँ सब्सक्राइब गरेर राख्नु होला, किनभने अर्कोचोटि चाहिँ हामी एकदमै धेरै आइटम प्लस एउटा हाम्रो स्पेसल गेस्ट पनि मैले बोलाउँदैछु। त्यो भिडियोमा चाहिँ एकदम बबाल गर्ने होला त है। कुरा कन्भर्सेसन गर्दै तपाईँहरूलाई पनि रमाइलो गराउँदै खानुको मजा चाहिँ बेग्लै हुन्छ होइन। र त्यसपछि तपाईँलाई हेर्नु पनि मजा छुट्टै हुन्छ क्या त्यसमा चाहिँ। यो भिडियोमा एक्लै भयो, अब के बोल्नु, अब एक्लै भएपछि धेरै कुरा आउँदैन होइन। त्यही हो, यो चाहिँ मैले आफै बनाएको है घरि चाहिँ। जब म यति खाऊँ पसिना आइसक्यो मेरो चाहिँ। तर एउटा कुरा होइन, मिठो चाहिँ दामी मिठो छ, त्यो धेरै खानै नसकिने। यसमा चाहिँ एउटा करेन्ट प्लस एउटा राजा मिक्स हानेको क्या, अलिक दामी फ्लेभर आउँछ भनेर। करेन्टले चाहिँ सकिँदैन क्या अलि। मुकबाङ मैले पिरो छैन भनेको थिएँ नि, जुन एकै ठाउँमा गएको रहेछ क्या, मिक्स भएर हिँड्छ।
सो त्यही हो गाइज आजको भिडियो चाहिँ यहीँ इन्ड गरौँ धेरै लामो भयो भने चाहिँ के हुन्छ भन्दाखेरि हेर्ने मान्छेलाई पनि वाक्क दिक्क लाग्छ खालि खाएको देखाएको छ होइन अहिले चाहिँ अब यो आई थिङ्क मैले बिहान भर्खरै खाना अघि नै भर्खर 1-2 घन्टा अगाडि खाना खाएर होला मलाई खानै सकिरहेन तर खान्छु म केही छैन होइन तर अन्त आजको भिडियो चाहिँ यहीँ अन्त्य गरौँ भिडियोलाई लाइक र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने प्लिज 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 सब्सक्राइब चाहिँ गरिदिनु होला भन्न चाहन्छु चाहिँ अर्कोचोटि अझै बबाल रमाइलो गर्नुपर्छ त्यही हो आजको भिडियोमा बिदा हुन चाहन्छु धन्यवाद सबैलाई नमस्ते